हेर्नुहोस् है हेर्नुहोस् केपी ओलीको सालो आएदेखि होइन यहाँ बत्ती गएको गई आज दिनभरि बत्ती गएको छ एकछिन पिलिक्क आएको छ गएको छ पिलिक्क आएको छ गएको छ यी भात पकाउने बेला नि बत्ती गइरहेछ यी स्विच पुरै के यी बत्ती कति समय भइसक्यो 1 घन्टा भइसक्यो होला बत्ती गएको अघि एकछिन आइहाल्यो अनि फेरि गइहाल्यो यी यता पनि लाइट पनि देख्दैन यहाँबाटै यी पढ्ने बेला बत्ती पनि छैन यस्तो अन्धकार छ यो सालोले के गर्न खोज्यो केपी ओली मुर्दाबाद 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 यो केपी ओलीको साल कुलमानलाई हटाएर केपी ओलीको साल आएदेखि केपी ओलीको साललाई मुर्दाबाद भन्न चाहन्छु म केपी ओलीको मृगौला फेल भएर मरेपछि मात्रै यहाँ हाम्रो समाधान सल्भ होला जस्तो छ के हो यो थाहा छैन यी बल्ल यी मैले टर्चको लाइट बालेको छु बल्ल त्यही पनि मोबाइलमा चार्ज छैन आज चार्जमा नि हाल्न पाएको छैन मोबाइल यसरी बसिरहेको छौँ हामी यहाँ भात पकाउने बेला तरकारी पकाइरहेको छु बत्ती गएको छैन मोबाइलमा चार्ज पनि सकिन लागिसक्यो मोमबत्ती किन्नुपर्ने छ यो के भएको यो पारा भएन है केपी ओली यो भिडियो सबले सेयर गरेर केपी ओलीलाई पुऱ्याइदिनु त मृगौला फेल भएर मर्छ कुन दिन चाँडै मरेपछि मरेपछि अनि आनन्द हुन्छ यो चाहिँ मैले भनेको है केपी ओली मुर्दाबाद भनेर बत्ती पनि छैन न बत्ती छ यी म प्रुफसहित देखाइदिन्छु है यी यता स्विच बालेर न बत्ती आउँछ न केही आउँछ लाइट बाल्नु परेछ यार यो के हो पुरै यो बाहिरतिर न बत्ती छ न केही छ पुरै लाइट बालेर हिँड्नु परेछ के भएको यो तरकारी पकाउने बेला पनि यो केपी ओलीलाई म मुर्दाबाद भन्न चाहन्छु न मोबाइलमा चार्ज छ यो भिडियो चाहिँ मैले केपी ओलीसम्म पुर्याउनको लागि गरेको हो केपी ओलीको सालो आएदेखि यहाँ के हो यो पारा भएन यो नेपाल सरकारको पारा भएन यो केपी ओलीको पारा भएन यो के गर्न खोजेको थाहा भएन होइन अब यो लोड सेडिङ हटाउनु पर्यो नत्र केपी ओलीलाई भोलि पनि खुकुरी हान्छु म मान्छे न होमवर्क गर्न पाएको छैन यहाँ हेर न होमवर्क गर्न पाएको छ न के गर्न पाएको सबै हुन्छ नि पल्लो घरसम्म सब सुनाइदिउँ न यहाँ नेपाल सरकारलाई सबलाई केपी ओलीलाई यो भिडियो सेयर गरेर सबले पुऱ्याइदियो त केपी ओलीलाई किडनी फेल भएर मर्नु पऱ्यो कि त्यो किडनी फेल हुनु पऱ्यो त्यसलाई केपी ओलीको किडनी फेल हुन्छ होइन मलाई जसले जे भने नि भन्नुहोस् अस्ति भर्खर कतिजनालाई थुने रहेछ होइन केपी ओलीको बारेमा नराम्रो भएन भनेर मलाई थुने नि थुनुहोस् अहिले त मृगौला फेलले थुनेर केही हुँदैन चाँडै मरिहाल्छ त त्यसले थुनेर केही पनि लाग्दैन होइन किनकि लागे पनि केही हुँदैन किनकि अब धेरै बाँच्दैन त्यो मृगौला फेर्दा त कुन दिन सुकिन्छ थाहा छैन अब भएन यो बत्ती चाहिँ गर्नु पऱ्यो बत्ती ल्याउनु पऱ्यो यो भिडियो म युट्युबमा हालिदिन्छु सबतिर सेयर गरिदिने सबतिर गरिदिने केपी ओलीलाई पुऱ्याइदिने केपी ओली मैले भने चाहिँ तपाईँ एउटा आदेश दिएको छु होइन के भन्दाखेरि होइन यो बत्ती आउनु पऱ्यो नत्र तेरो मेरो त सर यो कस्तो मान्छे रहेछ यार बोल्नु पनि के थुइया यसको नाम पनि लिन मन लाग्दैन कि मलाई यहाँ बत्ती गरेर यहाँ असम्भव यहाँ कुरै केही नभएर मात्रै यसको लागि बोलायो क्या म केपी ओली आफ्नै सालालाई खुवा आफ्नै बुढीलाई खुवा आफ्नै भाइ को छन् अब अर्को छोरो पनि पाए अब त्यसैलाई खुवा मर्ने बेलामा हरियो काँक्रो भने जस्तो छिटो छिटो यो भएन ल सबले सेयर गरेर यो केपी ओलीलाई मुर्दाबाद भन्दै पठाइदिने ल गाइजहरू अहिले बन्द गऱ्यो अब खाना पकाउँछ